अघिको भिडियोलाई फेरि कन्टिन्युस गर्न चाहन्छु। यो हाम्रो रेजिडेन्स एरिया बबई, भेरी बबई डाइभर्सनको बबई साइड, पावर हाउस साइडको रेजिडेन्स एरिया, अफिस कार्यालयहरू यहाँ छन्। भ्यू राम्रो छ, एकदम आउँछ बबई। यो पारिजात, कति राम्रो फुलहरू फुलिरहेछन्। पारिजातको रुख हेर्नु त कति फुल छन्। बिहानको उदाउँदो सूर्य, कति आनन्द, हेर्नुहोस् दृश्य कति आनन्दको छ। आहा, हेरिरहँ लाग्ने। मनसुन सकिएर अब जाडो याम सुरु भएको छ। आकाश एकदम खुल्ला छ। भ्यू हेर्नुहोस्, दृश्य कस्तो राम्रो। आहा, यो हाम्रो स्विमिङ पुल। पानी जति सबै खोलेको छ, खाली छ स्विमिङ पुल। हजुरहरूलाई म पावर हाउस साइड देखाउँछु है। पारिजातको मगमग बास्ना आइरहेछ। यो साइड हो पावर हाउस। ऊ तल जुन खनिरहेको छ त्यो पावर हाउस हो। यो चाहिँ एङ्कर ब्लक 4। यहाँबाट बाइफर्केसन, माथिबाट आएको पाइपलाइन 3टा टर्बाइनमा जाने, तीनटा टर्बाइन चेन्ज हुने ठाउँ। एङ्कर ब्लक 4 यो हो हाम्रो पावर हाउसको साइड, जुन चाहिँ स्लोप स्टेबलाइजेसन गरेर सर्टकट गरेर यसरी बनाएको छ।